सम्पूर्ण नमस्कार। म तपाईहरुको माझमा एउटा गजल लिएर उपस्थित भइसकेको छु। मेरो गजलको शेरहरू यसरी सुरु हुन्छ। सुगन्धसँग रमाउन बुके फूल रोपेर एउटा बिहानी बनाउँछु, जो कोही आएर पनि बस्न सक्ने एउटा जिन्दगानी बनाउँछु। सुगन्धसँग रमाउन बुके फूल रोपेर एउटा बिहानी बनाउँछु, जो कोही आएर पनि बस्न सक्ने एउटा जिन्दगानी बनाउँछु। मनको भारी बिसाउन ढुङ्गाको मन्दिर बनाएर पनि पुनर्जन्मको लागि एउटा आम्दानी बनाउँछु। पुनर्जन्मको लागि एउटा आम्दानी बनाउँछु। यो जीवन सबैलाई बिजाउने फुलको काँडा भए पनि निदाउन आउने फुलको लागि एउटा सिरानी बनाउँछु। निदाउन आउने फुलको लागि एउटा सिरानी बनाउँछु। मनमुटुमा सजिएको गुलाबको फुललाई बिर्सेर पनि विदेश जानकै निम्ति एउटा राहदानीको खानी बनाउँछु। विदेश जानकै निम्ति एउटा राहदानीको खानी बनाउँछु। यो जन्म त कसैले नचिन्ने मान्छे भए पनि, यो जन्म त कसैले नचिन्ने मान्छे भए पनि अर्को जन्ममा सबैले चिन्ने एउटा जवानी बनाउँछु। अर्को जन्ममा सबैले चिन्ने एउटा जवानी बनाउँछु। सुगन्धसँग रमाउन बुके फूल रोपेर एउटा बिहानी बनाउँछु, जो कोही आएर पनि बस्न सक्ने एउटा जिन्दगानी बनाउँछु। जो कोही आएर पनि बस्न सक्ने एउटा जिन्दगानी बनाउँछु। हवस्, धन्यवाद।